वर्ष 2026 को पहिलो साप्ताहिक संगतिमा हामी यहाँ छौं। परमप्रभुको उपस्थितिमा हाम्रो बीचमा वचन आएको छ कि परमप्रभुलाई भेटिसकेपछि हाम्रो जीवन चाहिँ फरक हुनुपर्छ। कतिपल्ट हामी संसारमा छौं र अघि हामीले कुरा गर्यौं हाम्रो वरिपरि परमेश्वरलाई नचिन्ने नजान्ने र जान्न नचाहने मानिसहरू पनि छन्। त्यो बीचमा हामी छौं। अर्कै बाटोबाट ज्योतिषीहरू फर्केका छन्। उनले फर्किन त जुन बाटो गए त्यही बाटो फर्किन सक्थे, तर ज्योतिषीहरू अर्कै बाटोबाट फर्केका छन्। हामी पनि हिजो जुन प्रकारको जीवन थियो त्यही जीवन जिउन सक्छौं। हामीसँग त्यहाँ पनि प्रशस्तै आफन्तहरू छन्, त्यहाँ पनि काम चल्छ, त्यहाँ पनि जीवन त अघि बढ्छ नै। तर प्रभुले हामीलाई नयाँ बाटो दिनुभएको छ हिँड्नलाई। हालेलुया। आज क्रिस्चियन जीवनमा हिँड्नको निम्ति नयाँ बाटो दिनुभएको छ। अब हामी नयाँ बाटो अवलम्बन गरौँ। हामी चर्चमा आउने व्यक्तिहरू भन्दैमा हामी नयाँ बाटो नहिँडिरहेको हुन सक्छ। हामी संसारका मानिसहरूलाई खुसी पार्नको निम्ति अझै पनि हो हो बा हो गर्दै अघि बढिरहेका हुन सक्छौँ। त्यसो किन गर्नुहुन्छ? हामी त क्रिस्चियन हो भन्यो भने के गर्नु? समाजमा जिउनु छ, भोलि समाज चाहिन्छ, मान्छे चाहिन्छ, हो चाहिन्छ। जुटाउनुहुन्छ नि परमेश्वरले, भरोसा राख्नुहोस् न। आफ्ना मूल्य र मान्यताहरूमाथि सम्झौता गरेर परमेश्वरको वचनहरूलाई उल्लङ्घन गरेर उहाँको इच्छा विपरीत तपाईँ कसलाई खुसी पार्न खोज्दै हुनुहुन्छ? यदि तपाईँ मानिसलाई खुसी पार्ने प्रयत्न गर्नुहुन्छ भने सम्भव छैन। तपाईँ र मेरो प्रयत्नले मानिस खुसी हुँदैन। मानव मसँग प्रशस्तै रुपियाँ पैसा छ, कुनै व्यक्तिलाई मैले सहयोग गर्छु, मबाट सहयोग प्राप्त गर्ने धेरै व्यक्तिहरू छन्, म दिएको गर्छु। ओहो, दिएको दिए, खाएको खाए, खान पाएको पाए हुँदै गर्दाखेरि त मान्छेहरूको यति भिड हुन्छ। एक दिन दिन बन्द गर्नुहोस्, त्यसले यति घृणा गर्छ नि त्यो मान्छेले तपाईँ र मलाई। एक दिन र एकछिन तपाईँ बन्द गर्नुहोस्, उसले इच्छाएको बेलामा तपाईँबाट त्यो कुरा उसले नपाओस्। तपाईँले हिजो 1000 पटक दिएको कुरा उसले बिर्सेर तपाईँलाई नै सबैभन्दा बढी घृणा गर्छ। यो हो नि संसारको सत्यता। नयाँ बाटोबाट फर्किनु छ, नयाँ जीवन जिउनु छ, जीवनलाई नयाँ दिशामा अघि बढाउनु छ भनेदेखि अब हामी त्यो गर्दैनौँ। अब संसारका मानिसहरूलाई खुसी पार्नको निम्ति परमेश्वरसँग हामी सम्झौता गर्दैनौँ। हामी परमेश्वरमा अघि बढ्छौँ, हामी नयाँ बाटोबाट अघि बढ्छौँ। हाम्रो बाटोको वरिपरि अथवा बाटोमा भेट हुँदै गर्दाखेरि जसलाई सकिन्छ हामी सेवा गर्छौँ। तर त्यो बाटो फर्किएर त्यो बाटो हिँड्न छोडेर हामी मानिसहरू खुसी पार्न सक्दैनौँ। परमेश्वरको वचनले भन्छ संसारका मानिसहरूसँग एउटै जुवामा ननारी हो। हालेलुया। येशू ख्रीष्टले भन्नुहुन्छ मेरो आमा, मेरो भाइ, मेरो दाजुभाइ को हो? त्यो जसले परमेश्वरलाई चिन्छ र उहाँका आज्ञा पालन गर्छ। आमेन। कतै सम्झौता त गरिरहेका छैनौँ हामी संसारमा, कतै मण्डलीमा आएर पनि, परमेश्वरलाई चिनेर पनि, क्रिसमस मनाएर पनि बालक येशूले हाम्रो जीवनलाई परिवर्तन गर्नुभयो। उहाँले दिएको शिक्षा उपयुक्त छ। उहाँले शिक्षा मात्र होइन, शिक्षा सहितको जीवन दिनुभयो भन्ने कुरालाई बिर्सिएर अझै पनि हामी संसारको ढाँचामा चलिरहेका छौँ। हेर, पुरानो कुरा बितेको छ, सबै कुरा नयाँ भएको छ। किन नयाँ नभन्ने? किन अब परम प्रभुले हामीलाई दिनुभएको बाटोबाट नफर्किने? त्यति बेलाका ती ज्योतिषी ज्ञानीहरू ख्रिस्टलाई भेटेपछि अर्को बाटोबाट जसरी गए, यो एउटा हाम्रो निम्ति सङ्केत हो, एउटा प्रेरणा हो कि अब ख्रिस्टमा आइसकेपछि, ख्रिस्टलाई मजाले हामीले चिनिसकेपछि हामी चाहिँ फरक हुनुपर्छ। हामी चाहिँ फरक ढङ्गले जिउने व्यक्ति हुनुपर्छ। हालेलुया। तपाईँ संसारको मानिसलाई खुसी पार्ने प्रयत्न सेवा गर्नुहोस्, तर खुसी पार्ने प्रयत्न उसको खुसीमा रमाउन नखोज्नुहोस्। धेरैपल्ट मानिसहरू निराशा हुने कारण पनि यही हो। जब तपाईँ असम्भव कुरा गर्न थाल्नुहुन्छ त्यसपछि त्यो कुरा सम्भव हुँदैन र निराश हुनुहुन्छ।
जो मानिस हेर्नुहोस्, विचार गर्नुहोस्, हाम्रै वरिपरि पनि हामी आफै पनि हुनसक्छ अथवा हाम्रो छिमेकी हुनसक्छ, जसले मानिसलाई खुसी पार्नको निम्ति परमेश्वरको निर्देशनलाई, परमेश्वरको आज्ञालाई पनि सम्झौता गर्दै अघि अघि बढ्न खोज्छ। निश्चय नै त्यो व्यक्ति तिनै मानिसबाट निराश भएको छ अनि तिनै मानिसबाट पनि परीक्षा आएको छ, उल्टै समस्या आएको छ। धेरैपल्ट हाम्रो सेवकाई सफल नहुने कारण पनि त्यो हो, हाम्रो परिवार स्थिर नहुने कारण पनि त्यो हो, हामी आफै पनि स्थिर र आशिषित नहुने कारण पनि त्यो हो। जब हामी सुन्छौँ भनेदेखि हामीले निश्चय नै धेरै कुराहरू सिक्नै पर्ने हुन्छ, धेरै कुराहरू पालना गर्नै पर्ने कुराहरू पनि यहाँ छन्। नयाँ बाटो सम्भव छैन दाजुभाइ दिदीबहिनीहरू। हाम्रो वरिपरि हाम्रा आफन्त हुन सक्छन्, हाम्रा छिमेकी हुन सक्छन्, जसले परमेश्वरलाई जान्दैनन्, चिन्दैनन्। अब कति ठाउँमा त यस्तो छ कि सबलाई थाहा छ यिनीहरू क्रिस्चियन हुन्, यसुलाई मान्छन् अनि हामीले सुसमाचार उहिले सुनाइसकेका छौँ, अब त उनीहरूले घृणा बाहेक केही गर्दैनन्। धेरै लोलोपोतो लाउन नजाँदा पनि हुन्छ। अपमान कसैको नगर्नुहोस्, असल कुराको लागि कसैलाई नाइ नभन्नुहोस्, अघि सर्नुहोस्। तर धेरै लोलोपोतो लाउने, धेरै फकाउने, धेरै मुनि मुनि छिर्ने काम चाहिँ गर्नु जरुरी छैन। परमेश्वरका मानिसहरू झुक्दैनन्, साँचो बोल्छन्, सत्य बोल्छन्, असल व्यवहार गर्छन्, अरूको भलाइको निम्ति जिउँछन्। तर परमेश्वर आफ्नो जीवनमा प्रथम स्थानमा राख्नुको साटो हामीले त्यो व्यक्तिलाई चाहिँ, त्यो व्यक्तिको निम्ति हामी झुकिरहेछौँ, समय त्यहाँ खर्च गरिरहेछौँ। होसियार, तपाईँ कहाँ समय खर्च गर्दै हुनुहुन्छ? किनकि समय पनि जीवनको उत्तम कुरा हो। मानिसलाई खुसी पार्ने प्रयत्न गर्ने मान्छे नै सबैभन्दा बढी दुखी छ। यदि तपाईँ असल गर्नुहुन्छ, तपाईँको व्यवहार असल छ, तपाईँको सोच असल छ, तपाईँका चाल ठिक छन्, तपाईँ अरूको निम्ति राम्रो गर्न चाहनुहुन्छ, आफै पनि राम्रो हुनुहुन्छ भने त्यसै पनि प्राकृतिक रूपमै पनि तपाईँलाई मन पराउने धेरै मानिसहरू हुन्छन् नि, जसले सत्यलाई प्रेम गर्छन्। तपाईँ सत्यको बाटोमा हिँडिरहेको मान्छेलाई त्यसै पनि प्रेम गर्छन्, आदर गर्छन्। हालेलुया। त्यसैले तपाईँ फकाउन जानु पर्दैन। विश्वास गर्नुहोस्, तपाईँ फकाउन जाँदै हुनुहुन्छ भने परमेश्वरलाई साइड गरिरहनु भएको छ, मानिसलाई उचालिरहनु भएको छ। मानिस के हो र? यदि तपाईँ मानिसको खुसी चाहनुहुन्छ, मानिसले तपाईँले वावाई भनेको चाहनुहुन्छ, मानिसलाई फकाउन चाहनुहुन्छ, मानिसलाई आफूतिर पार्न चाहनुहुन्छ भने मानिसकोमा गएर फकाउन पर्दैन। परमेश्वरमा असल जीवन जिउनुहोस्, नयाँ बाटो भएर हिँड्नुहोस्, आफ्ना उत्तम कुराहरू परमेश्वरलाई दिनुहोस्, उहाँलाई आफ्नो हृदयबाट खोज्नुहोस्। अब तपाईँको परिवर्तित जीवनलाई देखेर सत्यलाई प्रेम गर्ने विश्वासी होस् अविश्वासी होस्, प्रत्येकले तपाईँलाई आदर गर्नेछ, प्रत्येक तपाईँको मित्र बन्नेछ, प्रत्येक तपाईँको जीवनमा सँगसँगै हिँड्न चाहन्छ, तपाईँको त्यो छिमेकी बन्न चाहन्छ। हामी कति मूर्ख त्यो असल कुराको अभ्यास गर्न छोडेर मान्छे फकाउन अघि बढिरहेछ। कस्तो ज्ञानको अभाव हामीमा अझै पनि। तपाईँ राम्रो गर्नुहोस्, तपाईँले सुर्ता गर्नै पर्दैन, तपाईँले मान सम्मान पाउनुहुन्छ, तपाईँले प्रेम पनि पाउनुहुन्छ, आदर पाउनेहरूबाट आदर पनि पाउनुहुन्छ। तपाईँ निगाह जसले प्रदान गर्नुपर्छ त्यो व्यक्तिबाट निगाह पनि पाउनुहुन्छ, परमेश्वरबाट पनि निगाह पाउनुहुन्छ। हालेलुया। जब तपाईँ र म नयाँ बाटोबाट हिँड्छौँ, अब यो नयाँ वर्ष हामीले पाएका छौँ, यो नयाँ वर्षमा हामी धेरै प्रयत्न गरौँ कि साँच्चै आजको वचन अनुसार हामी नयाँ तरिकाले जिउने प्रयत्न गरौँ। हिजोसम्म जे थियो संसारसँग पनि बराबर छ। परमेश्वरको वचनले भन्छ एउटै जुवामा ननारियो, एउटै जुवामा ननारियो। त्यो वचन कि त मेटिदिनुहोस् आफ्नो बाइबल, यसो गरिदिनुहोस्, केयर दिनुहोस्, त्यसपछि बराबरी गर्नुहोस्। परमेश्वरको वचनले भन्दा भन्दै पनि, जान्दा जान्दै पनि परमेश्वर असल हुनुहुन्छ, परमेश्वर जीवन हुनुहुन्छ, परमेश्वर उत्तम हुनुहुन्छ, हाम्रो जीवन परमेश्वरलाई सुम्पिनु भन्दा अर्को उत्तम कुरा केही छैन भन्ने जान्दा जान्दै पनि संसारसँग बराबरी गर्यो त्यो नजानेकै हो। अब जान्ने बेला आयो, अब मान्ने बेला पनि आयो, अनि नयाँ बाटो भएर हिँड्ने बेला पनि आयो, क्रिस्चियन भएर जिउने बेला पनि आयो। हालेलुया। अब नयाँ वर्षको हामी चाहिँ सुरुवातमा छौँ र यो वर्षभरि परमेश्वरले हामीलाई केही न केही यो नयाँ प्रेरणा सहित
हामीलाई नयाँ गर्ने सामर्थ्य दिनुभएको होस्, नयाँ गर्ने बुद्धि दिनुभएको होस्, ज्ञान दिनुभएको होस्। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र परमेश्वरले हामीलाई आशिष दिन चाहनुहुन्छ र हामीले खोजेको पनि आशिष हो, हामीले खोजेको पनि सुरक्षा हो, शान्ति हो, समृद्धि हो। ती कुराहरू तब आउँछन् जब हाम्रा जीवनका उत्तम कुराहरू हामी परमेश्वरलाई दिन्छौँ र हामी क्रिस्चियन भएर जिन्छौँ। आजको वचनबाट यहाँहरू सबैले प्रशस्त आशिष पाउनुहोस्। जय मसीह।